हामी अहिले बिहान बिहान घाँस काट्न लागेको होइन। यो चाहिँ हाम्रोतिरको खोला हो गाइस। मेरो छोरो पुरा खोला तर्न लागिरहेछ। मिस्टर अनुप छितौरे खोला तर्नु भयो। अहिले बिहान बिहान घाँस काट्न जानु लाग्नु भएको छ होइन। होइन सर, बाटो हेरेर हिँड्नुहोस् ल। अनि यता पनि एउटा घर छ। बिहानी पखको वातावरण हो यो। बिहानको मौसम डेन्जर रमाइलो छ। चिसो चिसो दामी छ, दामी दामी। पुरै जङ्गल भएछ यार, पुरै जङ्गल भएछ त्यता। यहाँ पिङ हाल्ने तयारी हुँदै रहेछ। यहाँ पुरै बाँस सास गाडेर टक्क यो चाहिँ पिङ बटाइ हुँदो रहेछ। यो बाटेर फेरि यसमा हाल्ने, यसलाई लेगे पिङ भन्छ गाइस। अहिले तलबाट छ होला नि बाटो। कसले पानी खोलेछ? यो चाहिँ हाम्रो खेत हो गाइस। उहाँ चाहिँ हाम्रो म्याडमहरू अब घाँस काट्न जानु लाग्नु भएको छ होइन। पोको पुन्तुरो बोकेर। हाई गर्नुहोस् म्याडम। हाई 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 हे। यो चाहिँ हाम्रो धान खेत सर्लक्क देखिएको चाहिँ हाम्रो धान खेत हो। यो पुरै त्यो देखिएको, यो देखिएको केरादेखि सर्लक्कै हाम्रो खेत हो। तलैसम्म तल यो बाँसतिरसम्म हाम्रो खेत पुरै पुरै धान छ यहाँनिर। अब यो मङ्सिरमा पाक्छ यो धान टक्क। लिएर उखु पो बाटो छ। कसले खाने हो यो? कति खाने हो? पुरै धान खेत बिहान बिहानै यस्तो रमाइलो फ्रेस मुड हुन्छ भने बिहान बिहान। नमस्ते अङ्कल। सपनाहरू नि त्यो बनायो भन्छ है। हिँड्ने हामी त यस्तो थियो यहाँ। यो पुरै मोटर बाटो भयो। यो चाहिँ अदुवाको बारी हो यो गाइस। त्यस्तो बाटो यहाँ टमाटरको बिरुवा हेर, टमाटरको रुख, यो बोट। अब यो चाहिँ पाक्न तयारीमा छ। यसलाई अलि ठुलो भएपछि पाकिहाल्छ एकछिनपछि। दसैँलाई खाना भइहाल्छ गाइस। अन्त यतातिर झन् ठुलो रहेछ। ल आमामा हेर त ये ल खतरनाक।
यो चाहिँ केराको बोट, केराको थम्बा। यो चाहिँ सिल्टुङ हो, तर यो अहिले पाक्ने बेला भयो होइन, कोसा लाग्ने बेला भयो होइन। अहिले फुल खेल्दैछ, अलि पछाडि 2-3 महिनापछि कोसा लाग्छ। यो पहिला हामी गोरु चराउने ठाउँ हो। अहिले पुरै झाडी भएछ, झाडी छ। तर क्लियर आएन। ल हेर गाइज, खोलाको छेउमा हरियाली छ। पुरै खोलामा फुल फुलेर सेतरम्मै सेतै काँच फुलेर गाइज यस्तो हरियाली छ। लै हेर पहिला हामीले यहाँ बाख्रा गाई गोरु चराउने ठाउँ यो, घाँस काट्ने ठाउँ यो। अहिले पुरै बस्ती भरिएर बाटो खुलेर गाइज लै हेर पानी हेर, यहाँ पानी लु हेर। लै हेर सिस्नाको बोट, सिस्नो भने यो गाइज, सिस्नो यति ठुलो बोट छ सिस्नोको। पुरै अहिले खोला बस्ती, नयाँ बस्ती। पहिला चाहिँ पुरै यो केही थिएन घरहरू, अहिले चाहिँ पुरै बस्ती भरिएरै यस्तो भइसकेछ। लगभग 2-3 वर्षको बिचमा घरहरू भरिएर गाउँ बनिसके यहाँनिर। पहिला यो खाली खेत मात्रै थियो, गौचरण। अहिले चाहिँ मानव बस्ती भइसक्यो। यहाँबाट ठुलो पहिरो पनि देख्न सकिन्छ। ल हेर्नुहोस्, डाँडै घामलाई छ। अहिले हामी खोलाको बाटो घाँस काट्नको लागि हामी माथि लेकतिर जाँदैछौँ, घरबारीतिर जाँदैछौँ, जङ्गलतिर जाँदैछौँ। यस्तो डरलाग्दो जङ्गलै भएछ त अनि। काँडागढलाई बाबु काँडा हेरेन। ल गाइस, तपाईँलाई म गोल्डन बेरी देखाउँदैछु। गोल्डन बेरीको बुटो यही हो हैन, यहाँनिर गोल्डन बेरी पाक्या छ। ल है, खाने मान्छे छैन।
खाने मान्छे कोही छ भने ल कन्ट्याक्ट गरौँगा। जो हो गोल्डन बेरी काँडे ऐसालु जङ्गलको ऐसालु भने नि हुन्छ गाइज। यहाँ खोलो बगिरहेछ कल ल उहाँ चाहिँ यहाँ गोल्डन बेरी खान आउनुभयो। साह्रै मिठो हुन्छ। हजुर हजुर यसलाई गाडे ऐसालु भन्छ तर इङ्ग्लिसमा भनेर चाहिँ गोल्डन बेरी। यो जङ्गल ऐसालु वन ऐसालु खाना चाहिँ अमिलो अमिलो दामी हुन्छ। तर यहाँ यसरी पाक्दा पनि खाने मान्छे छैन। सबै यो सहरीकरणले गर्दाखेरि गाउँको पुरै जङ्गल भइसकेछ। यो खाने मान्छेहरू कोही पनि छैन यहाँनिर। ल हेर्नुहोस् खानुस् खानुस्। प्रकृतिले निःशुल्क रूपमा दिएको फलफुल यो होइन गाइज हो। पैसा तिर्नुपर्छ पर्दैन। ल ल जाऊँ ल गाइज। यो इङ्ग्लिसमा थाहा छैन आई डोन्ट नो तर हाम्रो भाषामा चाहिँ घँगारी भन्छ यसलाई। सायद यो ब्लुबेरीको कान्छो भाइ होला। यो चाहिँ रातो हुन्छ ब्लु चाहिँ ब्लुबेरी भइहाल्यो त्यसैको बुटो हो। अनि यसको चाहिँ टक्क लौरी बनाउनलाई चाहिँ एकदम काम लाग्छ एकदम बलियो। यहाँ ठ्याक्कै एउटा लौर हुने रहेछ ल यताबाट काट्यो भने ठ्याक्कै लौर हुने। यति छिटो त्यसलाई जाँगर लाग्यो बिहानै हो ल्याक परेन होला। को हो त आएको एक्लै? तिमीले के साह्रो जाँगर लाग्यो त यार। तिङ हालिन्छ होइन त। नमस्ते सन्चै हुनुहुन्छ? अहिले हामी ठ्याक्क नाथ खोला र ढुन्डुर खोलाको बिचमा यो लसुने भन्ने ठाउँमा आइपुग्यौँ। अब यता पनि पहिला हाम्रो खेत थियो। यो पहिरो झरेर यो खोलाले बगर ल्याएर हाम्रो खेत सर्लक्कै समय बनाइदियो। अहिले चाहिँ जङ्गल भरिएर यस्तो छ अवस्था। अब हामी जानुपर्ने चाहिँ यतातिर हो। यो पुरै जङ्गल भयो ल हेर्नुहोस्। केही देखिन्छ त यहाँ? केही देखिन्न। जमानामा यहाँ गाई बाख्रा गोरु चराएर यहाँ केही घाँस पात केही हुन्थेन पुरा छ्याक्क थियो। अहिले चाहिँ मान्छे नभएपछि यस्तो हुने रहेछ गाइज। 4-5 वर्षको अन्तरालपछि यो चाहिँ अहिलेको अवस्था हो। करेन्ट सिचुएसन भन्छ यसलाई। करेन्ट सिचुएसन चाहिँ यस्तो छ हेर्नुहोस्। अबको अझै 10 वर्ष पछाडि कस्तो होला 5 वर्ष पछाडि कस्तो होला होइन। पुरा पहिला यहाँ खुल्ला थियो खुल्ला वन जङ्गल यस्तो झाडी केही थिएन। अहिले पुरै यस्तो झाडी भएर लो यस्तो जङ्गल 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 केही छैन सबै जङ्गल हो। यो उल्टे छ मुठो गाउनु पेट पनि देखियो। हाय 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 दाइरा पनि हुन्छ। गिद्धले गुल्ला नस्तो गरेको ल ल छिटछिट गराउँदै छिटछिट। अहिले घाँसको भारी हाल्दै हुनुहुन्छ। घाँस चाहिँ मैले काटेको हो भारी चाहिँ मैले हाल्नु भएको छ।
कस्तो लागिरहेछ अहिले घाँस काटेर यसरी भाइरहनु गाउँमा? रमाइलो लागिरहेको छ। हजुर यो भनेको हामी बच्चैदेखि गरेको काम हो। हजुर यो केही जस्तो लाग्दैन। यो जुन यसबाट आए पनि यो काम गरिन्छ। हजुर तपाईँको दाउरा उस गर्नु दाउरा लगाउनु। मैले त दाह्रो बोक्दिनँ घाँसहरू। त्यो घाँसमा हालेर बोक्नु। म त बोक्दिनँ। घाँस गर्नु यो अँगालोमा कहाँ जान्छ त्यो दाउरा? यति पनि किन जान्न र? उस आफै नै गाडी आफै नै मलाई फोटो खिच्नु पनि भन्यो एउटा। यो कोदो हो। यो खेतमा पनि कोदो यस्तो दामी तरिकाले फल्दो रहेछ। झर्न सक्छ Mami,